हेलो गाइज, सबजनालाई स्वागत छ फेरि अर्को नयाँ भिडियोमा धेरै पछि। अनि यसको नाटक मेरो भान्जा आइरहेछ कि अनि नाटक यसको सुत्या नाटक गरेर बसेर रातभरि गेम खेल्न चाहिँ कति बजीसम्म खेलिस् गेम? 9:30 वाइफाई निभाइदिएर पनि मसँग 2-3 गेम चेस खेल्यो। सब गेममा हार्यो, एउटा गेम ड्र। ल म चाहिँ अब सट्ट निस्किन्छु। अनि तपाईँहरूले यो देख्ने अब यो कपाल भने अन्तिमचोटि हो। अब खुइलाउन जान लागेको हो यो कपाल नै। खुइलाउनै पर्ने हुन्छ। अस्ति नै हजुरआमा निधन भएको थियो नि त, अनि त्यसकै कारणले अब हामीले कपाल सपाल खुइलाउनु पर्छ अरे। अब खुइलाउनु पर्ने भएपछि अब के भन्नु, अब गयो कपाल। अब यहाँ मेरो त्यत्रो मेहनत लातुत्त गयो त। उता फर्किँद मुला साग लुगा फेर्नु लागेको छु। ल त्यही हो, अब म निस्किन्छु लुगा सुगा फेरेर। अनि रुने त्यही हो, गयो मेरो अब कपाल। केही छैन, फेरि पलाइहाल्छ। अब चित्त बुझाउनुपर्छ जिन्दगीमा। योभन्दा धेरै नराम्रो चिज त कति भयो। अब यति होइन त। ल ट्रान्जिसन हानिदिन्छु म। ए ओइ, कपालको ट्रान्जिसन बनाइदिउँ के? झिले झिले कपालको ट्रान्जिसन भन्छ म। म्याजिक भन्दै थिएँ नि म, ट्रान्जिसन खतरा हानिदिन्छ भनेर। तर कस्तो राम्रो देखा रहेछ हेर्न, भिडियोमा चाहिँ राम्रो देखाएको छ। यता उठेर आइज त, बडी बिल्डर हो। ओइ कहाँ सिम्बा? यहीँ रहेछ त। उसले आउने बित्तिकै टिक्ली चाटिदिइसक्यो मेरो। ए दादाको टिक्ली खै, दादाको टिक्ली खै। यी ल अब नुहाउनुहुन्छ कि हुँदैन म सोध्छु। नुहाउनुहुन्छ भने नुहाइदिन्छु, मैले भने चिया चिया खाएर आउँछु। त्यहाँ पनि खानु थाएको चिया, तर फेरि खान्छु। ल अहिले नुहाउनु मिल्यो भने नुहाएर भेट्छु, मिलेन भने चिया खाएर भेट्छु। अब चाहिँ यस्तै अब टिक्लीमा स्याम्पू लगायो नि घोट्ने। अब एकपल्ट नुहाइदिन्छ अनि म अब कन्सल्टेन्सीतिर चल्दिन्छु। प्रिन्सहरूसँगै भान्जाहरूसँगै जान्छु गाडीमै। अब नुहाएर आएर भेटौँला है। कपाललाई छैन सुक्ने टेन्सन छैन। यस पिसेलाई सुसु आएछ गरेर सुसु खान्छ। चिल्ली यति चाहिँ कालो भयो नि त। फेरि यहाँनिर पहिला कपाल यहाँ बाँध्यो नि त, अनि यहाँनिर लाइन बनेछ कि। अघिल्लो दाइहरूले भन्दा के भने भनेर चाहिँ त्यस्तो भएको रहेछ। क्लियरदेखि अगाडि उयो बाइकको नम्बरै पर्नु चाहिँ 156 होइन, 165 हो। 165 सबै कस्तो खतरा पर्छ। अनि दिदीको रुममा जाने। अब त्यहाँ नयाँ घर हेर्ने हो। नयाँ घर यसको घरबेटा एउटा कोठा दिनु न मलाई। गलो त अहिले त्यता गएर भान्जीसँग भेटौँला। ओ कसलाई त्यो? थ्याङ्क यू सरी। छैन तँलाई हेर न, चिन्डी हेर्नु मेरो चिन्डी हेरेर चित्त बुझाउनु। म अघि है साथीलाई फोन गरेको भिडियो कल हानेको, फिल्टर एक्टिभेट भयो। यसो गरेर म हटाउनु खोजिरहने छ्या। गयो बाल कति 665 दिन के बाल गयो हात से। ए टाउकोबाट को ओ लगिन आउनु खोज्छ होला। तिम्रो बाटो पुगेँ, क्यालकुलेटर किन्ने। अनि त्यसपछि आएँ। सिम्बा यहीँ बाहिर भाइहरूसँग छ। बोक बाग पारेर यता हामीलाई केटा यसो बाहिर गएर आएको। लास्ट थाक्यो भने खुट्टा त लास्टै टाउकोमा के नभए चिसो भइरहेछ नि टाउको नै। ओह त्यति हिँडेर आउँदा थाकिसक्यो।
सिम्बालाई सुई पनि लाउन लानुपर्ने हिजो अस्ति लानुपर्ने बिर्सेर बसेछ अब हान्नुपर्छ र अहिले बेलुका लानु चाहिँ सुई हान्नु पुजेर पुच्छर राखेँ के ल त आइज 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 त्यो त यो सीमा देखेर रोएर अरे यो उयो पुग्छ कुकुर देखेर मात्र रुनु पुग्छ ल फेरि हुन्छ है ओइ एकजना दौडी त नाम बोलाएर दौडी त एकचोटि सिम्बा अब पुग्छ रुन थाल्छ रोइन भाइ केही गर्दैन के डराउनै हुँदैन तिमीहरू बिग फ्यान हो कि होइन मेरो नाम के थाहा छ तिमीहरू बिग फ्यान हो कि भाइ युट्युब हेर्छ कि हेर्दैन तिमीले च्यानल सब्सक्राइब हान ल आयुष डङ्गल भ्लग्स ए भाइ तिमी नि आऊ त तिमीहरू बिग फ्यान हो कि होइन मेरो च्यानलको नाम के भन त ल ओइ यसलाई थाहा रहेछ कसरी थाहा हो हेर्छ मेरो भिडियो ल यो फुच्चे चाहिँ मेरो ट्रु फ्यान रहेछ यो भाइले 5 रुपियाँ चक्लेट किन्ने ल्याइदिन्छ तिमीसँग पैसा छ छैन केटाहरू सब गरेर रहेछ कस्तो मजाले खेल्छ के तिमीहरू बेलुका खेल्छ भने यसलाई यहीँ ल्याउनु पर्यो के ओइ भाइ नबोक न त्यसलाई नबोक त्यहाँ भैमा राख होइन त्यो बोक्नु हुँदैन के जिउको बानी गराउनु हुँदैन कपाल रे भाइ मेरो भेष चाहिँ नि लामो यो भेषमा त छैन अर्को भेष छैन ल अब हामी चाहिँ निस्किसक्यो ल केटा भाइ ल केटा भाइ अब भोलि भेटौँला भोलि अनि त्यो भने निस्किन मलाई बोलाउ न आइस ताई भनेर बोलाउ अनि त्यसो म अनि चट्ट कुकुर ल्याउने सिम आऊ सृजल ल्याउ त ओ यहाँ नि पसल खुल्या हो के पसल किराना पसल हो अनलाइन पेमेन्ट एक्सेप्ट गर्छ कि सोध ल अनलाइन एक्सेप्ट गर्छ कि सोध भने नि बेला अन्त खानु मन लाग्यो सट्टाएर किनिहाल्नु ल्याउ अन्त यसको नाम सृजल होइन त्यही त सिजल पो हो सृजल नै हो सृजल कि सिजल तेरो उसमा त सिजल ल केटा हो है त ल बाई बाई ल जाउँ अब जाने सिम्बा पनि आइसक्यो सुई लाउन लानु पर्ने ए सृजल तिमी एकछिन आऊ गइहालौ एकैछिन भ्याइहाल्छ गएर आउनु भ्याइहाल्छ ल अब हामी सुसु हानेर आउने ल एकैछिनको कुरा हो ठिकै छ सन्चो थिएस यता अनि त मेरो बिग्रेन हो कि होइन खाजा खाएको छैन यो मेरो चाहिँ छिमेकी भाइ हो त्यो नाम के लोकेन के हो यो लोकेन हुन्थ्यो त्यसले मेरो भिडियो सकेको थियो ग्यास छ त्यो बोला ल सिम्बा अब माथि गएर फ्रेस भएर आइसकेँ फ्रेस पनि भइसकेँ टिक्ली पनि यसो पानीले भिजाइदिइसकेँ चस्मा लगाएर बसेँ अनि अर्को कुरा चाहिँ के भएन यो सिमालाई मैले अब यो ब्रस किनेर लिएर आएको यो मेरो साथीले दुइटै लिएर आएको रहेछ मलाई अघि भर्खर पो फोन गरेर भन्थ्यो तिम्रो कुकुरलाई पनि एउटा ब्रस लिएर आएको छ अरे अब मैले भर्खर मात्र किनेर लिएर आएको अब यो भोलि फिर्ता दिनुपर्ने हुन्छ लिनुहुन्छ कि हुँदैन भन्ने कुरा हो अब त्यही हो अनि सिम भाइ हड्डी पनि लिएर आयो त्यो चिलमा हान्दैछ सरले हड्डी चाहिँ यो हड्डी देऊ मलाई देऊ यो हड्डी म खान्छु खाउ सुई हानेर आएको भर्खर बिचरा ल केही छैन अब आज तपाईँहरूको चिन्डी चाहिँ अब 1-2 महिनासम्म यस्तै चिन्डी हेरेर चित्त बुझाउनु पर्ने हुन्छ अनि आजको भिडियो राम्रो लागेमा च्यानललाई सेयर गर्नु सब्सक्राइब पनि गर्नु अनि मेन चाहिँ भिडियोलाई लाइक गरिदिनु लाइक नगरेको पनि हेरिदिनु कमेन्ट चाहिँ अवश्य गरिदिनु अनि मेरो इन्स्टाग्राम र फेसबुक चाहिँ डिस्क्रिप्सनमा छ केही अपडेटहरूको लागि अनि अब बोल्न मन लाग्छ होला कहिले अब सानो भाइहरू बहिनीहरू बोल्न मन लाग्छ भने आउनुहोस् म अनलाइन हुन्छु बोल्नु त्यही हो आजको लागि यति नै आशा गर्छु सबैजना आरामै सन्चै नै हुनुहुन्छ होला अझै पनि र रहनु पनि
अब भ्लगमा चाहिँ कन्सिस्टेन्ट नै हुन्छु। अनि त्यति भन्दा आजको लागि यति नै। छिटै भेटौँ न हामी अर्को भ्लगमा। त्यतिन्जेलको लागि बाई बाई, लभ यु अल, देन टेक केयर, बाई बाई।